हजुरको नाम के पर्यो? मेरो कान्छी तामाङ। ए हजुरको घर कुन ठाउँ पर्यो? मेरो घर वडा नम्बर 3 हजुर हजुर घर रामबन। हजुर हजुर। अनि यो कुन गाउँ पर्यो? कुन नगरपालिका? नगरपालिका कुन पर्यो? जितपुर सिमरा? सिमरा। हजुर हजुर। अनि जस्तै अब बाँकीमा हाल्नु भएछ, बाँकीमा जुन हाल्नु भएछ त्यो बाँकीको अवस्था कस्तो छ? राम्रो भयो। अब धेरै त्यो दबाई हालेको ठाउँमा चाहिँ धेरै नै सुधार भयो। हजुर गाँजिन सकेको थिएन धान। हजुर हजुर। अनि त्यो हालेपछि चाहिँ घाँस पनि लाग्यो, धान पनि अलि लम्बाइ पनि हजुर हजुर भयो होइन। अनि हरियो किरा लाग्नु कम। हजुर हजुर। त्योहरू चाहिँ हामीले चाहिँ पायौँ। अनि बाँकीको जुन नहालेको जग्गा छ त्यो कस्तो छ तपाईँको? त्यो चाहिँ अलि अब पहिला हामीले लिएर हाल्दाखेरि चाहिँ त्यो दबाई चाहिँ केही दिन चाहिँ अलि हरियो भएको जस्तो लाग्ने। हजुर तर अलि दिनमै फेरि त्यो चाहिँ पहेँलोमा परिवर्तन भएको देखियो। बाँकीको तपाईँको पहिलो भयो, पहेँलो भयो, मतलब राम्रो देखिरहेको छैन। जुन कि हाम्रो सूर्य गोल्ड हाल्नु भएछ त्यो एकदम त्योभन्दा राम्रो देखिरहेछ। यसले चाहिँ अलि बेरसम्म चाहिँ हरियो बढ्ने काम अनि गाँजिने काम। हजुर हजुर। त्योभन्दा यसमा बेसी गाछ छ कि कम गाछ छ? बेसी गाछ छ। गाछ बढी छ। गाछ बढी छ अनि लम्बाइ पनि अलि लम्बाइ र पात पनि राम्रो छ। पात पनि राम्रो बस्छ। हजुर हजुर। ठिकै छ, परिवर्तन भएको हामीले चाहिँ। अनि अरू किसानसँग के भन्न चाहनुहुन्छ? अब अरू किसानले पनि बुझेर चाहिँ यही प्रयोग गर्नुभयो भने चाहिँ राम्रो बाले हुन्थ्यो जस्तो लाग्यो। हजुर हजुर। धन्यवाद।